वेलकम टु माई ब्लग। आज चाहिँ हामी बाहिर जाँदैछौँ। बाहिर चाहिँ हिउँ परिरहेको छ। यो चाहिँ हाम्रो कम्पनी हो। खतरा हिउँ परेको हैन? वाउ। हेलो हेर्नुस्, रोमानिया खतरा हिउँ परेको अहिले पनि पर्दैछ है। 3 दिन भइसक्यो लगातार हिउँ परेको। गाइस, अब हामी चाहिँ बुढाबुढी मिलेर टक्क हिउँ हेर्न जान लागेको। यता पनि देखाउँदा हिउँको थुप्रो खतरा हिउँको थुप्रो छ है। चिसो छ मौसम न्यानो उता माया देऊ न। चिसो चिसो छ है मौसम। लाइट भइगयो। कति धेरै हिउँ परेको छ गाइस। ओएमजी अहिले पनि परिरहेको छ। रिसेन्टलीमा देख्न सक्नुहुन्छ हाम्रो कम्पनी जाने बाटो। ओ माई गड, यता हेर्न सक्नुहुन्छ हिउँको डल्लो चिसो होइन। गाडीमा मेरो ट्र्याक्टर बनाएको ओ माई गड, यति हिउँ चाहिँ नन स्टप परिरहेको छ। बोटोहरूमा नि पुरै सेतै हुने गरी हिउँ परिरहेको छ। देख्न सक्नुहुन्छ नजारा। स्नो स्नो बनाउँदै गइरहेको छु। हिउँ थुपाएर त खुट्टाले होइन हिउँै हिउँ छ त थुपा नै पर्दैन नि। धेरै टाइम छ खास तिमीलाई जान्छ स्नोम्यान बनाउनु। चिसो चिसो छ हिउँ होइन। चिसो छ साह्रो भइसकिरहेछ त। साह्रो छ यो त हुँदैन। यो यताउता कुन चाहिँ गिलो हुन्छ त अनि हो स्नोम्यान बनाउन पर्छ। बन्दा लाउनु पर्ने हो कि त्यता हात हुन्छ नि। बन्दा लाइन अहिले समाउन हिउँ परे त जति पनि छ है हाम्रो भने हेर्नु त कस्तो बाक्लो हिउँ छ। के गरेको होला चिसो भयो कि हातै मजाले समाउन पाकेन नि त। टाउको भयो। आँखा चाहिँ कहाँ अन्त आउँदै छ अहिले। स्नोम्यान बनाउँदै हुनुहुन्छ गाइस। एकदम हिउँ बाक्लो छ। नजारा देख्न सक्नुहुन्छ। ओएमजी यस्तो हिउँ त म रोमानियाको फर्स्ट टाइम देखिरहेको छु। यति बाक्लो परेको छ। अझै पनि फिक्का फिक्का परिरहेको छ। अझै 2-3 दिन पर्छ भनिरहेको थियो होइन। अझै हिउँ 2-3 दिन पर्छ होइन। हात खोइ खुट्टा खोइ धेरै चिसो भएर यत्रो लामो हात हुन्छ। तिम्रो भन्दा लामो छ यसको हात। नाक चाहिँ पनि त पन्जा ला भए सकिन्थ्यो यार भन्दा नाक हैन खै आँखा प्रिन्सेस जस्तो चाहिँ देखाएको छ है। लुगा चाहिँ तलको भयो नि त। आँखा चाहिँ के हो एउटा त उडेको छ त। आँखा नि बाङ्गो टिङ्गो भएको थियो। त्यो मुख हैन त्यो भएन। हेर्नुहोस् उहाँको कला यति मात्र हो जस्तो छ गाइस। तर चिसो के के हो र त्यो चाहिँ
हात अनि हात बनायो होइन र लामो बनाइदिनु हो त्यो त भाँचिहाल्यो अर्क्यो 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 पुरै चिसोले खायो या फ्लिप गर न नराख्न लास्टमा गो देख्नु त बनाएपछि छु हामी ब्रेकफास्ट गएको छौँ तलतिरको भ्यू देख्न सक्नुहुन्छ यसमा चिप्लेटी खेल्न सक्छ तपाईँ स्लाइड गरेर चिप्लेटी खेल्न सक्छ यहाँ गुल्टिन सक्छ ल जानु त छैन त अनि त्यसो अनि चिप्ले भन्दा कुटुङ तलै जान्छ होला है हो सिधा हामी चाहिँ मार्केट गइरहेको छौँ Green. Guys, यो बाटो चाहिँ ट्रेन हुन्छ अहिले भर्खर ट्रेन गएको थियो मान्छेहरू स्टेडियम खेलिरहेको छ उतापट्टि जाने हुन्छ अनि गइरहेको स्टेडियम खेलिरहेको छ तल ट्रेन हिँड्छ एकदम धेरै के किन्ने हो त अनि तपाईँ हप्पोका करेन्ट चाउचाउ वाइवाई चाउचाउ गएर पिरो बनाएर खान पर्छ त्यो भिडियो चाहिँ पछि हाल्छु है गाइस हाम्रो यदि तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भने हामी कपाल भिडियो खाएको आइटम्सहरू देख्न सक्नुहुन्छ के गर्नु हाम्रो लाइक कमेन्टै आएको छैन सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरिदिनु अनि पो हामीलाई उत्साह हुन्छ होइन गाइस म तपाईँहरूलाई होइन रोमानियाको बच्चाको स्कटिङ गर्ने ठाउँ देखाउँदैछु होइन खतरा हुन्छ यो परेको बेलामा देख्न सक्नुहुन्छ रोमानिया मान्छेहरू स्केटिङ खेलिरहेको छ ए आमा हुनु त चिप्लिन्छ हाम्रो त छैन गाइस के गर्नु नत्र त मजै हुन्थ्यो होला नि होइन ए आमा हो नि म त धन्न नलडेको भिडियो चाहिँ रोमानियाको सिबियुको बच्चाहरू स्कटिङ गर्नु ठाउँ हिउँ पर्दाखेरि त्यो त हेर त ऊ देखाउ न ऊ त्यहाँ बच्चाहरू स्केटिङ खेलिरहेको देख्न सक्नुहुन्छ अघि नै भनिसकेँ त मैले ठाउँ त देखेको छैन हात औँला पुरै रातो भइसक्यो चिसोले बच्चा चिप्लेर गयो 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 तलै पुग्यो औ यति तल है फेरि त्यो तल देखाउँदाखेरि चाहिँ देखेको जुम
अर्को बच्चामा गयो कस्तो मजा आउँछ कि फेरि पल्टे किन त्यहाँ मात्र यताबाट गरे नि हुन्छ त किन त्यहाँ त्यहाँ चाहिँ फाइनली हामी चाहिँ रुम आइपुग्न लाग्यो हिउँ चाहिँ परिरहेको छ घुमेर आउँदा पनि अझै बाक्लै हिउँ परिरहेको छ देख्न सक्नुहुन्छ हामी चाहिँ अब रुम फर्केको लिनु न समात्नु गाडीमा त त्यसै छ होइन गाडीमा म थाहा त भुइँमा भुइँ त अनि देख्छ त नि पुरै सबै ठाउँमा सेतै छ त नि ओ माइ गड रमाइलो त रमाइलै हुने हो चिसो हुने भएर तनक हो नत्र त दामी हाम्रो कम्पनी आइपुग्न लाग्यो हाम्रो कम्पनीको लोकेसन चाहिँ यस्तो छ बाटो यहाँ चाहिँ रोडमा चाहिँ सबै सोर्ने भएर के अरे के ल्याएर सोर्छ अरे डोजर ल्याएर सोर्छ कि किनभने गाडीहरू गुड्नुपर्छ नि त अनि त्यही भएर सबै सोर्छ अहिले चाहिँ यहाँ रोडमा चाहिँ सिक्का छ सबै सोरेर यता राख्छ के गाडी हिँड्नुपर्छ नि त गाडीले त सपोर्ट गर्दैन त्यही भएर